नाम फुल जस्तै भए पनि व्यवहार काँडा जस्तै छ मेरो। इन्द्रकमल भन्छन् मलाई। यति राति किन आकी? मेरो छोरी खोइ। बिहा गरेको 2 दिनमा छोरी खोजेर पाइन्छ? पहिला छोरी जन्माऊ त्यसपछि खोज्न आउनु। हेर रिठे, तसँग मैले राम्रो मुखले सोधिरहेको छु। मेरो छोरी निशा खोइ। निशा? निशा त यहाँ आकी छैन त। के रे, यहाँ नआएको भए कहाँ चाहिँ जान्छ त? ए इन्द्रकमल, केटा मान्छे मात्र भएका घरमा त्यसरी राति बिच फुतर नसिर त। गाउँमा मान्छेले कुरा काट्ने बाटो हुन्छ। बाहिर निस्क्यो भने त्यो निशाजी यति राति कहाँ गइछ? कान्छै मुन्टी छ त। ओइ रिठे, तैले मेरो छोरीलाई कहाँ लुकाइस्? कहाँ लुकाइस् भनेको? यहाँ यसरी थप्पड हान्न मलाई पनि आउँछ इन्द्रकमलजी, तर म छोरी मान्छेलाई हात उठाउँदिन। त्यहाँ माथि हजुर त मेरो हुनेवाला सासु पर्नुभयो। हानै मर्छ बुले टर्छ, कसले के गर्छ? राति बिच्चा तैँले चाहिँ किन घर छोडे कि? मलाई त त्यो घरमा जानै मन लाग्दैन। बुढेसकालमा बा आमाले अर्को बिहा गरे भने छोराछोरीले दुःख पाउँछन्। अनि बोयफ्रेन्डले कुरा बुझेन भने पनि गर्लफ्रेन्डले दुःख पाउँछ। होला, मसँग धन नहोला, मन त छ नि, तँलाई सुख दिन नसकुँला, साथ त दिन्छु नि। मेरो आँखामा हेर त, तेरो लागि कति धेरै माया छ। आँखामा भएको मायालाई त आँसुले बगाइदिन्छ। तँलाई भेटेदेखि रुन छाडिसकेँ मैले। अनि तँलाई भेटेदेखि रुन थालेको छु म। मेरो हो भनेको मान्छे पराई भयो भने कसरी सहनु? सँगै बाँचोला भनेको मान्छेले जिउँदै मार्यो भने कसरी बाँच्नु? के लाग्छ, तँलाई मैले धोका दिन्छु जस्तो लाग्छ? कहिलेकाहीँ समयले पनि त धोका दिन्छ। धोका दिनेको दिल हुँदैन, दिल हुनेले धोका दिँदैनन्। अनि के बाहिर गफ गरेर बस्छस्, भित्र लाँदैनस्? अहिले काकी आकी थिइन् खोज्न, अहिले काका आउलान्। खुर्को घर जा। जाँदिनँ म त त्यो घरमा। भोलि घर पास गर्न जाँदैछु। कति हतारिन्छस्? 2-4 दिनमा यो घरमा भित्र्याउँछु, त्यसपछि माइत जान्छु भन्ने गरी तँलाई यो घरमा राख्छु म। त्यो मजेरीमा सुत्न त म जाँदै जान्न भने त 2-4 दिन के 2-4 दिन, त्यसपछि मजेरीमा होइन 4 खुट्टे खाटमा सुत्लिस्, त्यो पनि आफ्नो मान्छेसँग। खुर्को जा। यस्तो राति मलाई त डर लाग्छ, जाँदिनँ म। म पुर्याउन गएँ भने जान्छस् त?